शब्दहरूमा आगो बोकेका, विचारहरूमा उज्यालो बोकेका बिपी कोइराला नाम होइन, एउटा चेतनाको यात्रा हो। कलमको धार पनि छ, नेतृत्वको वार पनि। साहित्यको सागरबाट राजनीतिसम्मको यात्रामा उहाँले कहिले कसैलाई गुनासो गरेनन्, किनकि उहाँ आफै बने उत्तर। यो आवाज, यो कथा स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला। यहाँ उहाँलाई साम दाजु वा विश्वेश्वर बाबु भनेर पनि चिनिन्छ। प्रकाशकीय बहुआयामिक व्यक्तित्वका धनी विश्वेश्वर प्रसाद कोइरालाको नेपाली साहित्य जगतमा शीर्ष स्थान छ। विशिष्ट राजनेता भएर पनि साहित्य साधनमा उत्तिकै योगदान पुर्याउन सक्नु श्री कोइरालाको विशेषता रहेको छ। नेपाली साहित्यमा विशेषतः कथा र उपन्यासद्वारा मनोविश्लेषण परम्परा विकसित पार्नमा श्री कोइरालाको महत्त्वपूर्ण योगदान रहेको छ। साहित्यलाई राजनीतिभन्दा माथि उच्चतम विषय मान्नुहुने श्री कोइरालाको लेखन शैली, भाषिक प्रयोग, वाक्य गठन एवं रचना शिल्प समकालीनहरूमा तुलनामा धेरै पृथक छ। समाज इच्छाभन्दा व्यक्ति इच्छा ठुलो हो। त्यसकारण व्यक्तिका दमित इच्छा, भावना एवं मनोवेगहरूलाई स्वतन्त्र आत्मनिर्णय गर्न दिनुपर्छ। साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको मूल सन्देश। नेपाली वाङ्मयका चर्चित व्यक्तित्व श्री विश्वेश्वर प्रसाद कोइरालाका कृतिहरूमध्ये श्वेत भैरवी कृतिको आफ्नै महत्त्व छ। मूल्याङ्कन गर्ने काम पाठकहरूको हो। उहाँको प्रस्तुत श्वेत भैरवी कृति प्रकाशन गर्न पाएकोमा साझा प्रकाशन गौरव अनुभव गर्दछ। साझा प्रकाशन र आज श्वेत भैरवी कथा सङ्ग्रहको चार नम्बर कथा श्वेत भैरवी लिएर प्रस्तुत भएको छु। श्वेत भैरवी धेरै दिन पहिलेको कुरा हो। प्राय 35 वर्ष अगाडिको 10-11 वर्षको हुँदो हुँ। वर्षा ऋतु सिद्धिएर शरदको प्रथम चरण पृथ्वीमा परेको थियो। कोशी आफ्नो रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, गृह, मनुष्य र पशुहरूलाई त्यस वर्षको लागि ग्रस्नु थियो, गर्सेर पुनः आफ्नो सीमित परिधिमा प्रवेश गर्न लागेको थियो। तर अझै त्यस नदीको उत्पातका चिन्ह ठाउँ ठाउँमा जमेको जलराशि, दह, पैनी, हिलो र दलदल चारैतिर देखा पर्थे। मानव ताण्डव त थामियो, तर त्यसको थर्कन अझै वायुमण्डलमा काँपिरहेको थियो। पृथ्वी प्रसव वेदनाबाट बिउजिएकी जस्तै थिए। त्यस्तै चिसी र काँतर नदीको किनारामा काँसको टल्किने मुकुट हावामा हल्लिरहेको थियो। फटफुट रङ्गी बिरङ्गी पुतली हावामा रङले उत्पातसँग पोतेको हल्का डुङ्गा जस्तो यताउति बगिरहेका थिए। वायुमा चिसोपन प्रवेश गरिरहेको अनुभव शरीरलाई हुन्थ्यो। वायु मधुरो वेगले बग्थ्यो, जसले त्यसै मनुष्यलाई फुर्ती आउँथ्यो। धानका खेत केही पहिलिन पनि थालेका थिए। जीवन निर्धक्क निसङ्क थियो। हाम्रो घरबारीको दक्षिण पूर्वको कुनामा लेलहाको सानो घर थियो। त्यसलाई घरके भन्ने सानो छाप्रो थियो। लेलहा केवट जातिको सानो किसान आफ्नी एउटी छोरीका साथ त्यहाँ बस्थ्यो। हाम्रो गाउँको पूर्वपट्टिको कोशीको एउटा धारबाट फाटेर आएको एउटा सानो भङ्गालो ठिक लेलहाको घरनिरबाट अलिक पूर्वपट्टि बाङ्गिन्थ्यो र केही तल दक्षिणपट्टि एउटा पैनीमा मिसिएर पुनः कोशीको मूलधारमा प्रवेश गर्थ्यो। यो भङ्गालो अहिले कस्तो शान्त र ग्रामीणहरूका लागि उसले आफूलाई कति उपयोगी साबित गरेको देखिन्थ्यो। लुगा धुनु, नुहाउनु र भाँडा मल्नु लगायत साना ठुला पानीका काम हाम्रा गाउँलेले यसैबाट चलाउँछन्। तर वर्षायाममा यसको रौद्रता देख्न लायक हुन्छ। यो अहिलेको शान्त ग्रामीण बधु झैँ कार्यरत अचपल नदी रेखा वर्षामा उन्मत्त भैरवी भएर उठ्थे। त्यस समय सबभन्दा ठुलो खतरा लेलहाको घरलाई हुन्थ्यो, किनभने त्यसको घर ठिक भङ्गालोको पश्चिम किनारमा थियो। कोशीमा बाढी आउने बित्तिकै यहाँको पानी घमिलिएर अशान्त हुन थाल्थ्यो र लेलहाको घरलाई छुला जस्तो गरेर हाहा हाहा गर्दै दक्षिणपट्टि सबैको बग्न थाल्थ्यो। लेलहाको घरैनिर त्यो धार बाङ्गिएको हुनाले नदीको तीव्र प्रवाह त्यहाँनिर वक्र खड्कको धार जस्तो तेजिलो देखिन्थ्यो।
त्यहाँ केही कुरा पुग्यो कि खण्ड खण्ड भएर काटिएला जस्तो लाग्थ्यो। त्यो घरको नजिकै वर्षाको 3 महिना जति लेलहा र उसकी छोरी फगुनी खेपेर बस्थे। आज त्यो घर शान्त छ, लज्जाशील ग्राम बालिका जस्ती सोझी स्निग्ध सोच छ मनोहर। लेलहाकी छोरी फगुनी 16 वर्षकी हुँदी हो, तर यतिका दिनपछि स्मृतिको कुरा लेख्न बस्दा सबभन्दा अनावश्यक वस्तु फगुनीको उमेरको चर्चा लाग्छ। सायद 16 वर्ष मेरो कल्पनाको उमेर होस्, जसलाई मैले आज 35 वर्षपछि फगुनीले दिएको छु। तर यो कुरा त निश्चित थियो कि फगुनी अब नितान्त बालिका थिइन। 35 वर्ष पहिलेको स्मृतिको स्वर्णग्रामको निर्दोष वातावरणमा पनि निर्वाध ग्रामबालिकामा उमेर चढ्छ र यसको परिणामबाट त्यो बाँच्न पनि सक्दिन। फगुनी बालिका थिइन, न त यो परिपक्व युवती। आजकल र त्यो पनि सहरी वातावरणमा जुन उमेरमा युवतीहरूले परिपक्वता प्राप्त गर्छन्, त्यस समयमा हाम्रो गाउँका रमणीहरूलाई त्यहाँ पुग्न अझै 5-6 वर्ष लाग्थ्यो। यस हिसाबले मैले फगुनीलाई 16 वर्षको उमेर दिएँ। फगुनीमा एउटा विशेषता थियो, त्यो असाधारण ढङ्गबाट गोरी थिए। गाउँका काला, ताम्र र हामी जस्तो गहुँ गोरो वर्ण भएका मानिसहरूमध्ये फगुनीको गोरोपन असाधारण जस्तो थियो। त्यसका आँखा खैरा थिए, साना साना र कपालले स्वर्णिम आभा लिएको थियो। यदि श्रृङ्गार प्रसाधनद्वारा आफूलाई सजाउन सक्ने भएकी भए वर्ण, केश र आँखाले त्यो दक्षिण युरोपकी नारी जस्तै लाग्ने थिए। तर श्रृङ्गारको साधन उसलाई कहाँ उपलब्ध थियो र उसको केश अत्यन्त रुखो जोगीको जटा जस्तो पहेँलो भएको थियो। गोराइमा पनि आकर्षणहीन सेतोपन थियो। गाउँका अरू आइमाईभन्दा सेक अल्गी गोलगोल अवयव फगुनीमा ग्रामीण आकर्षण थिएन। यसको स्वभावमा पनि अनौठोपन थियो जो गाउँका युवतीहरूमा पाइँदैन थियो। त्यो अनौठो ढङ्गले अचञ्चल थिए। त्यस उमेरमा जब उसका दौतरीहरू घाँस काट्न जाँदा, पानी भर्न जाँदा, खेतमा काम गर्दा साना साना न्युमा खिल्न हाँस्छन्, त्यो भने गम्भीर रहन्थे। उसका साथी सङ्गी पनि थिएनन्। मातृविहीने फगुनी बाबुको स्याहारमा हुर्केकी थिए। उसका भाइ बहिनी कोही थिएनन् जसले उसको बाल्य अवस्थाको एकान्ततालाई खलबल्याउन सक्थ्यो। एक त बाबु र छोरीको एकान्त सम्बन्ध नै अस्वाभाविक, त्यसमा लेलहा जस्तो बाबु जो स्वयं पनि एकल काटे थियो। फगुनी नदीको किनारमा हुर्की एक्लै लेलहाको छाप्रो अगाडि एउटा आँखो हुर्किन नसकेको रुख थियो, गाँठै गाँठा परेको। यदा कदा त्यसमा मन्जरी लाग्थे। साना साना आँपका टिकोरा पनि फल्थे, तर फल कहिल्यै पनि बढ्न पाउँदैनथे। टिकोरा अवस्थामा नै सुकेर झर्थे। फगुनीले त्यही मुनि आफ्नो बाल्य अवस्था बिताएकी थिए। दिनभरि बाबु खेतमा काम गर्न गएको बेलामा एक्लै घर पुर्दै त्यही रुखको मुनि माटोमा खेल्दी हो र बीचबीचमा नदीमा गएर नुहाउँदी पनि हो। त्यसको स्वभाव रचनामा कोशी नदीको त्यो भङ्गालो, त्यो आँपको रुख र पिता लेलहाको प्रभाव पर्यो होला। म केवल एक दिनको एउटा घटनाको वर्णन गर्न बसेको छु, एउटा सम्पूर्ण दिन पनि होइन। केवल अपराह्नको एउटा शान्त घडीमा निरभ्र आकाशमा हठात अड्केको बिजुली झैँ एउटा आइपरेको आकस्मिक घटनाको वर्णनमा पूर्वकालीन एस+एस ग्रीक नाटकहरूका 2 सङ्ख्यक पात्रहरू जस्ता फगुनीको नाट्य मञ्चमा प्रवेश जरुरी छ। अर्को पात्र त स्वयं म नै हुँ। घटना पनि सानो छ र छोटकरीमा नै सुनाउनु पनि छ मलाई। फगुनी हाम्रो घरमा काम गर्थे। एउटा ठुलो परिवार भएकोले हाम्रो घरको सानातिना काम गर्दा गर्दै पनि फगुनीलाई दिनभरि लाग्थ्यो। कोठाहरूमा कुचो लाउनु, लिप्नु, पानी भर्नु र यस प्रकारका साना साना गृहस्थीमा परि आउने काम गर्नु। जस्तो सुकै ठुलो घर भए पनि केटाकेटीहरूको कोलाहल, आमा सानीमा ठुलोहरूको कहिले पनि नसिकिने कुरा कहानी, बैठकमा बसेर तास खेल्ने या पासा खेल्ने वयस्कहरूको हाँसो र विनोद, जाँगरिलाहरूका अराइ पराई, नोकर चाकरहरूको बाजाबाज। अपराह्नमा त्यस्तो एउटा सानो घडी आउँछ जब अचानक परिवारका परिचित शब्द र ध्वनिहरू शान्त हुन्छन्। परिवार मात्रै किन, सम्पूर्ण गाउँमा हठात एउटा शब्दहीनताको बाक्लो पर्दा पर्छ। चराचर मौन भएर थामिन्छ। मान्छेहरू पनि आफ्ना आफ्ना गुणमा निशब्द भएर पर्खिएका जस्ता हुन्छन्। निरवताको सर्वव्यापी साम्राज्य एकछिनका लागि विश्वमा स्थापित हुन्छ। त्यस्तो निरवता जसमा चेतना झन् तीव्र भएर सजग हुन्छ, केही घटनाको आशा र आशंकामा पर्खेर बसेको जस्तो। त्यस विश्वव्यापी निरवतामा कुनै सानो शब्द पनि ठुलो विस्फोटका साथ गर्जिन्छ र आशंकित आकुलताले मुटु ढुकढुक गर्न थाल्छ। के हुन आँट्यो? म
म कोठामा एक्लै एउटा सानो सुकुनमा पल्टिरहेको थिएँ। कुनै बेला म त्यहाँ आएर पल्टेँ, कुन बेला आमाहरूको गुनगुन शब्द कोठामा थामियो। बैठकको खेल कहिले रोकिएछ मैले थाहा पाइनँ। एकैचोटि के थाहा पाउँछु भने म एक्लो कोठामा छु। वातावरणको निस्तब्धता प्रचण्ड छ। साथी सहपाठीहरू कोसीको चिसो बालुवामा खेल्न र पानीमा पौडिन गए होलान्। मलाई उनीहरूले बिर्सेछन्। म पनि कसरी उनीहरूबाट छुटिएछु। मेरो प्रिय साथी मिठुले त बोलाउनु पर्ने। मनमा कुनै विचार पनि दृढतासँग जम्न पाउँदैन थियो। गहिरो निरवताको सतहमा कागजको टुक्रा ढुङ्गा जस्तै आउँथे बग्थे। केवल अनुभव हुन्थ्यो प्रचण्ड निस्तब्धको। यस्तो गाढा निस्तब्धता जसलाई मानव म लेटी हात उठाएर छुन सक्छु। यस्तै निस्तब्धको घडीमा मौका छोपेर भूत प्रेत र अनेक सरी जीवहरू प्रकट हुन्छन्। सरी जीवहरूको कुरा मनमा एकछिनका लागि आयो। सान्नानीले भनेको बोक्सीको कुरा पनि झल्यास्स सम्झे र शमशानमा हाड चबाउने कालो थुतुनो भएको बोक्सीको कुकुर मनमा आयो। किचकनीहरूको पल्टेको घोडा र छातीमा उम्रेको सिङ पनि निरवताको बाक्लो पर्दामा छाए जस्तो मैले देखेँ। तर डर भने मलाई लागेन। एकान्तता यति गम्भीर थियो कि भएर अभयको भावना केवल सतहमा बग्ने तृण जस्तो हलुको लाग्थ्यो। कहीँ केही शब्द छैन। ध्वनिहीन चराचर एउटा रहस्यमय भएको थियो कि करक्क ढोका उघ्रियो। हुन त ढोका बिस्तारै घचेटिएर उघ्रिएको थियो, तर जुन त्यो नीरव वातावरणको रहस्यमय लोकमा शब्द शरीरविहीन जीवहरूको हलचल चलिरहेको थियो, त्यसमा ढोकाको सानो शब्द तोप पड्केको जस्तो मेरो कानमा गर्ज्यो। म जसङ्ग भएँ। मुटु ढुकढुक भयो। के हुन आँट्यो? मेरो आशंका निरर्थक रहेछ, किनभने कोठामा प्रवेश गरी सानो बाल्टिनमा गोबर माटो हालेको पानी र लुडो लिएर फगुनी भनी सानो बाबु म कोठा लिप्न आएँ कि उठ। तबसम्म मेरो घटभाट बिलाइसकेको थियो। म साधारण स्थितिमा आइसकेको थिएँ। अल्छी लागेर म पल्टिरहेँ। फगुनीले फेरि भने, ल चाँडै उठ न बाबु, मलाई अबेर हुन्छ। मैले फगुनीलाई हेरी मात्र रहेँ, केवल आलस्यले। किन हेरिरहेको यसरी मलाई? मैले त्यसै भने, आज नयाँ धुती लागेकी छौ नि? साँच्चै नै? त्यसले नैन किलाटको सेतो धुती लागेकी थिए। उसले भने, आज नयाँ धुती लाउन मन लाग्यो। यसको माड पनि राम्ररी निखिया छैन, राम्ररी पिट्न पाइन। राम्रो छ अघि छ। उसका खैरा आँखा चम्के। निलो या कालो आँखामा जति अतलताको भान हुन्छ त्यति खैरो आँखामा हुँदैन। ठिक हो, तर विनोदताको टलक्क खैरो आँखामा छिटै झल्किन्छ। त्यही टलक उसको आँखामा आज मैले देखेँ। जीवनमा पहिलो अवसर थियो मेरो लागि जब कसैको आँखापट्टि मेरो ध्यान गएको थियो र जसको दृष्टिको अनुभव मलाई हुन लागेको थियो। आँखा कस्तो खैरो हुन सक्छ र कति विनोदमय। त्यस दिन फगुनीको दृष्टिले मलाई बोध गरायो आज कि फगुनीको विनोदप्रियता पनि अनौठो थियो, जसका बारेमा विनोद, हाँसो र ठट्टाको कल्पना गर्न सकिँदैन। त्यसमा हठात् यो प्रवृत्ति देख्दा एकछिन मानव चरित्रको रहस्यका प्रति आश्चर्य लाग्छ। फगुनीलाई आज के भएको छ? एकदम वाचाल भएर उठेकी छ। भन्छे, एक्लै के बसेको बाबु, साथीहरूसँग खेल्न नगएर? र ठट्टा गरेर फेरि भन्छे, एक्लै मन लाग्छ बस्न दुलही नभएर। विवाह, दुलही, प्रेम यस्ता सम्बन्ध हुन् जसबारे त्यस उमेरमा मलाई त्यसै लाज लाग्थ्यो। यी शब्दहरूले कुन मार्मिक सम्बन्धलाई लक्ष्य गर्छन् त्यो म राम्ररी बुझ्न सक्दिनँ थिएँ, तर यति कुरा त बुझेको थिएँ। यिनले कुनै गोपनीय सम्बन्धलाई लक्ष्य गर्छन् जसमाथि सदा सर्वदा लज्जाको आवरण परेको हुन्छ। यो यस्तो वर्जित लोक हो जसमा केवल निर्लजतासँग हामीभन्दा बुढापाकाहरू मात्र प्रवेश गर्छन्। मेरो कान लाजले थातो भयो। मैले भने, धत। फगुनीले निश्चय नै मेरो विवृत अवस्था, सङ्कट अवस्थालाई बुझिहालिए। ऊ मरी हाँस्न थाले। मेरो कान झन् राता हुँदै गए। उसको हाँसो उति बढ्दै गयो। जतिसुकै मलाई लाजले थिचे तापनि फगुनीको निर्मम हाँसोले मेरो गर्भपात गर्यो। मैले औरस झिकेर सोधे, तिम्रो दुल्हा खोइ नि? उसको हाँसो त थामियो, तर एउटा विचित्र आकृति गरेर ऊ मुस्कुराई भने, तिमी? मैले फेरि भने, धत। उसको आँखाको रङ देख्दा देख्दै बदलिएको जस्तो लाग्यो। अलिक काला भएका थिए त्यसका आँखा। पालुवा हाल्नुभन्दा पहिले पतझडमा
फैलिँदै गएको वृक्ष समूहमाथि बादलको छाया परेको जस्तो धमिलो त्यति मात्र परिवर्तन त्यसको आँखामा आयो। तर मलाई लाग्यो कुनै एउटा ठुलो कुराको बेगलाई उसको शरीरले सम्हाल्न थालेको छ। ऊ काँप्या जस्तो गर्थी। मैले भने, धत, तिम्रो दुल्हा छ, मलाई थाहा छ। फगुनी, दुल्हासँग किन बस्दिनौ तिमी? मेरो चुम्बन मात्र भएको छ, गौना भएको छैन। चुम्बन युगल ओष्ठ दुवैको सङ्गम तीर्थ, दुई हृदयको आफ्नो आफ्नो शरीर सीमामा आएर चिन्ह परिचय। 9-10 वर्षको बालक चुम्बनको महात्म्य के जान्दथ्यो र? उसलाई यति मात्र अस्पष्ट रूपबाट थाहा थियो कि विवाह, पति पत्नी र प्रेमसँग सम्बन्ध राख्ने वस्तु हो चुम्बन। र ती कुराहरू जस्तै गोपनीय र लज्जायुक्त। उसले भने, सानै केटाकेटीमै हाम्रो चुम्बन हुन्छ। वर र केटीको रगत जोड्छन्। दुवैको कान्छी औँलामा सानो घाउ पारेर दुईटैको औँलालाई आपसमा दलिदिन्छन्। पछि ठुलो भएर दुल्हाले गौना गरेर केटीलाई लैजान्छ। मैले पल्टी सोधेँ, तिम्रो दुल्हाले तिमीलाई लिन किन आएन? ऊ एकचोटि काँप्या जस्तो गरेर बेग्र भएर भने, ल दुःख चाँडै, मलाई कोठा लिप्नु छ भनिहाले नि। हाँसेर भने, तिमी मेरो दुल्हा। अनि हठात कठोर मूर्तिवत भए। उसको हाँसो एकदम बिलायो। यद्यपि शब्दले मलाई हतार गराउने चेष्टा त गर्थे, तर कामले भने तर्खर थिएन। उसमा केवल एउटा विचित्र दृष्टिपात गरिरहे म उपर। उसमा विनोदको उल्लास अब थिएन र मलाई दुल्हा भनेर जिस्काउँदा उसका आँखा टल्किँदैन थियो। केवल सानो बादलको छाया त्यसमा पर्थ्यो। शरीर र दृष्टिमा आमोदको सट्टा एउटा कठोरता आएको जस्तो मलाई लाग्यो। कोसीको बाढीको पहिलो हुल आउँदा नदीमा जुन एक प्रकारको तनाव देखिन्थ्यो, त्यस्तै तनाव उसको दृष्टि र शरीरमा आयो। कोसीको त्यस कठोर तनावले हाम्रो इलाकामा एउटा आशंकाको लहर फैलिन्थ्यो। सानो आशंकाको लहर मेरो शरीरमा पनि फैल्यो। मैले धत भनेर उठेर बसेँ र फेरि त्यसै भने, धत। उसको शरीर झन् कठोर भयो। उसको दृष्टि झन् कालिमामय। उसको बाढीमा अनायास शुष्कता आयो। रुद्रो बोलीमा उसले सोधी, यहाँ अरू त कोही छैन तल नि? हठात जुरुक्क उठेर ऊ कोठा हेर्न थाली। शिरबाट झरेको आँचललाई बडो दृढतासँग कम्मरमा बाँधे। उसको रुक्ष केश काँधमा खस्यो। उसको व्यग्रताले यताउति गरेको भय पादक थियो। आँखा काला निभेका कोइला जस्ता भए, जसबाट चमक एकदम लुप्त थियो। तँलाई हेरेर फेरि मेरो कोठामा फर्किएर आउँदा उसको अनुहारको गोरोपन कुन्नी कहाँ लुप्त भइसकेको थियो। त्यसको ठाउँमा बैगनी बण पोतिएको थियो। आँखा दुईटा गहिरा जलशून्य जस्ता भाँसिएका थिए। दम फुलेर त्यो स्वाँ गरिरहेकी थिए। धोती त उसको सफा थियो, तर उसले लागेको चोलो तेल, पसिना, धुलो र गृहस्थीको सानातिना कामले मैलो धैलो भइसकेको थियो। धोतीको फुर्कोलाई उसले कम्मरमा कसेर बेरेकी थिए। छातीमा भयङ्कर रौद्रताले कालो चोलोबाट उसको यौवन चिन्ह हरिणीको टाउकोमा उम्रेको सिङ जस्तो कठोर र तीक्ष्ण भए। कोसीको बिरानो बालुवाको तटमा हठात उठ्ने हावाको भुँहरी जस्तो हुरिँदै त्यो मनिर आए, तिमी मेरो दुल्हा। त्यही हावाको भुँहरी जस्तै तातो निश्वास, त्यही बिरानो ठाउँको कुनै अतृप्त अशरीरी जीवको हृदयलाई कम्पाउने किसिमको उच्छ्वास। म भयले चिच्याएर उठेर कोठामा यताउति भाग्न थाले। मेरो भय अतर्क्य भय थियो, बुद्धि प्रेरित थिएन। अस्तित्वको मध्यबाट चिरिँदै उम्लिएर उठेको भय, मानव अहिलेसम्म पनि असहाय नै छ। बालक प्रकृतिको बीचबीचमा उठेको विराट रूपको दर्शनले अत्याहटमा आएर भयग्रस्त प्रकृतिको कुनै पनि नग्न रूप, जुन रूपसँग मानव अभ्यस्त भइसकेको हुँदैन। त्यस दिन फगुनी थिइन। त्यो कोशी नदीको त्यस्तो भङ्गालो भएकी थिए, जो बाढीमा प्रलयको बेग लिएर उर्लिन्छ र उग्र भयङ्कर प्रलयङ्कारी हुन्छ, जब त्यसले मानिसका प्रति उन्मत्त भएर सबैलाई निल्दै हिँड्छ, हाहाकार मचाउँदै। त्यस्तै श्वेत भैरवी जागृत भएकी फगुनीको जटा हावामा फैलिएको, आँखा निलेको आगो चरणमा ताण्डवको शक्ति कालो निलो थियो। बक्षमा श्रृङ्गापुर खुलेको मुखको गुफाबाट तप्त उच्छ्वासको बाफ श्वेत भैरवी फगुनी। म भागिरहेको थिएँ, कातरभित बालक उन्मत्त यौवनको अँध्यारो भिरबाट तर्सेर श्वेत भैरवी मेरो खेदो गरिरहेकी थिए। लाग्यो भागिरहेका मेरा घोडा भाँसिरहेछन् र भिरमाथिको व्रत मलाई मिल्न झन्झन ठुलो मुख बाउँदै आइरहेछ, कोशीको असनियमित बाढी जस्तै। उसको हात गोबर र हिलोले कुइनासम्म मुछिएका छन् र त्यसलाई बार माथि उठाउँथे। ऊ खड्कबाहु काली जस्ती, कहिले हो कुन्ने भुइँमा राखेको बाल्टिन उसको गोडामा
गोडाले ढलेछ। बाल्टिनबाट निस्केको काँटीले उसको गोडा चिरेछ। रगत र हिलो मिसिएको गोडाको डाम भुइँभरि थियो। उसको नयाँ धोती पनि काँटीले च्यातेछ, तर उस शुद्धि हराए जस्तै भएर मलाई खेदिरहेकी थिए। म भागिरहेको थिएँ, हे ईश्वर मलाई बचाऊ बचाऊ श्वेत भैरवीको दानवी नङ्ग्राबाट। म भुट्टिन्छु उसको उन्मत्त उच्छवासको भट्टीमा, म उनिन्छु उसको छातीको सिङमा। बचाऊ मलाई मेरो बालक हृदय दन्त्य कथाको भूत प्रेत र दानव किचकन्या शमशानवासी वायुहरूको कल्पनाले भयभीत भएर उठ्यो। म संज्ञाहीन हुला जस्तो भएँ। आँखा चिम्लेर प्राणको अन्तिम मार्ग समातेर माथिबाट हाम फाले। तल बारीलाई हेर्न भनेर बाँसहरू थुपारेर राखेको थियो, त्यहीँनिर म खस्न पुगेँ। एउटा तीखो बाँसको टुप्पोले मेरो दाहिने घुँडाको ठिक्क तल गहिरो घाउ पारेर चिर्यो। रगतको भल्ल बग्न थाल्यो। जुन अकस्मात ढङ्गबाट यो तुफान रचिन गएको थियो, त्यसै अकस्मात ढङ्गबाट त्यो शान्त पनि भयो। कोशी नदी मानव पुनः आफ्नो स्थानमा फर्केर आइन् र मन्द गतिले बग्न थालिन्। मानव वर्षाको प्रलयसँग उसको वास्ता थिएन। फगुनी मनिर आएर उभिए, शान्त अनुदिग्न शीतल हास्यका साथ श्वेत वर्ण प्राम तरुणी फगुनीले मलाई सोधी, सानो बाबु धेरै चोट लाग्यो कि? उसका खैरा आँखाले आफ्नो स्वभाव पुनः प्राप्त गरिसकेका थिए। शरीरले आफ्नो प्राकृतिक वर्ण त्यसमा अब तनाव थिएन। सिंहको स्थानमा तरुणीको स्वभावमय उभार मात्र थियो, जो मैलो चोलो र आँचलले छोपिएको थियो। हात र गोडामा हिलो अझै लागेको थियो, तर त्यो गृह कार्य निमग्न नारीको स्वाभाविक लक्षण थियो। लेलहाकी दुहिता चुमन भइसकेकी, तर विराग मनका लागि पतिको प्रतीक्षा गर्दै बसेकी हाम्री नोकर्नी फगुनी। तर जे होस्, एउटा ठुलो हुरी त बग्यो। केही छिन पहिले हामी दुवैले अज्ञात रूपबाट वृक्षलाई हल्लाएको चाहिँ गरेर उत्ताउने गरेर सेलाएर गयो। के त्यो बिर्सिने कुरा थियो? जुन तुफान र आँधी बेहेरीको एकान्त अनुभव केवल हामी दुवैलाई मात्र भयो। शरदको त्यो अपराह्नमा के त्यसले हामीलाई निर्दोष रहन दिन्छ? के त्यसले एउटा रहस्यमय सम्बन्धमा एउटा गोपनीयताका भित्र हामीलाई बाँधेर गएन? त्यो भर्खरकै अनुभव हाम्रो आफ्नो निजी कोष हो। त्यसमा अरू कसैलाई साझेदार गराउन उचित हुने छैन। अरूले यो कुरा थाहा पायो भने मेरो बालक मनमा लाज होला भन्ने कुरा मात्र आइरह्यो। कसैले थाहा पायो भने लाज होला, किन लाज होला? यसको विवेचना गर्ने बुद्धि ममा पलाइसकेको थिएन। लाज होला, कसैले थाहा नपाउन् भनेर मैले भने, मलाई ठिक छ फगुनी, तिमी जाऊ। फगुनीले त धेरै कुरा बुझिहाली। लाजको स्पष्ट कारण मैले बुझ्न नसकेको पनि उसको लागि दुर्बोध थिएन। यसो मलाई आखिरीचोटि हेरेर माथि कोठामा लिप्न भनेर गई। एकछिनपछि मिठुले मलाई त्यस अवस्थामा पाएँ। मेरो घाउ धोइयो, पानीपट्टि बाँधियो। घाउ निको हुन धेरै दिन लाग्यो। चोट लागेको दिन घरमा काफी हल्ली मचियो, तर कसैले पनि फगुनीमाथि श्वेत भैरवी चढेको कुरा थाहा पाएनन्। केही दिनपछि घाउ भरियो। एक दिन म एलाहाको घरनिर कोसीको त्यो भङ्गालोलाई गरिरहेको थिएँ। त्यसमा हुँडासम्म मात्र पानी थियो, निर्मल पानी। देखि हुँडा माथि सारेर पानीमा रमाइलो मान्दै घोडा चलिरहेका थिए। घाउ भरिसकेको थियो र रातो खाटो टाढैबाट टल्किन्थ्यो। फगुनी आफ्नो आँगन अगाडिको काँधको रुख मुनि उभिएर टाढैदेखि मलाई आएको हेरिरहेकी थिए। नदी तरेर उनीर आएपछि उसले भने, चुमन भनेको तिमीले अब राम्ररी बुझ्यौ होला। रगतको मेल। त्यस दिन तिम्रो रगत र मेरो रगत बाँसको थुप्रोमाथि मिसिसकेको थियो। मैले हाँसेर भने, गौनाका लागि धेरै दिन पर्खनुपर्छ होइन? उसले भने, चुमन मुख्य कुरा हो, तर जे होस् मैले यस्तो किसिमबाट डामेर छाडेकी छु कि आजीवन त्यो दाग तिमी आफ्नो जिउमा धारण गरेर हिँडिरहनेछौ। मैले पनि त्यस पागल छेडको चिन्ह शरीरमा लिइराखेको छु। नभन्दै उसको घोडाको घाउ अझै राम्ररी निको भएको रहेनछ। आज धेरै दिनपछि 35 वर्षपछि घुँडाको खाटोलाई हेर्दा फगुनीको सम्झना हुन्छ। कहाँ छ त्यो? बाँचेकी नै छ नि? गौना कहिले भयो होला उसको? जब उसको पति उसलाई लिन त्यो गाउँमा आयो होला। उसको पतिले श्वेत भैरवीको दर्शन पायो होला कि पाएन होला? कोसीको त्यो भङ्गालो, त्यो हुर्किन नसकेको आँपको रुख र लिलाहा केवटको के हाल छ आजकाल? बिपीले सुन्दरी जल बन्दीगृहमा 10 चैत्र 2018 सालमा लेखेका हुन्। श्वेत भैरवी।